गाइज, यो चाहिँ युरोप पार्क हो रे भने फर्स्ट टाइम यहाँ घुम्न आएको है। यहाँ चाहिँ राम्रो लाग्यो अलि यहाँको सिनहरू। अनि धेरै समयपछि चाहिँ बाहिर अलिकति बाहिर आएको छु। सन्चो पनि छैन खासै मलाई। यो चाहिँ यहाँको उहरू होला सायद झन्डा होला। अनि यो चाहिँ पछाडि पिपी 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 गाडी पनि रहेछ यार, के हो थाहा छैन। हेलो, तर यहाँ पनि यस्तो रहेछ है। अनि हेलो गाइजहरू चाहिँ उतापट्टि छ। भाइ भाइहरू गाइजहरू गाइजहरू त्यहाँ हो मेरो गाईहरू होइन, गाईहरू यहाँ गाईहरू चलाएर बस नि त। अनि गाईहरू गइसक्यो त। अनि यो चाहिँ हाम्रो के भन्छ, हाम्रो नेपालमा पनि छ नि त यस्तो होइन। यस्तो कति धेरै हाम्रो नेपालमा धेरै यस्तो चिजहरू घुम्नको लागि विदेशीहरू घुम्छ भने हामी चाहिँ यहाँ स्पेन आएर पनि यसो हामी पनि घुमेर हेरेको यता। फर्स्ट टाइम मैले ब्लग बनाउन कोसिस गरिरहेको छु। मेरो भोइस पनि खासै राम्रो छैन, रुगाले ग्रस्त बनाएर आएको छु। आज चाहिँ अलिकति यस्तो बाहिर निस्केको भएर चाहिँ मैले ब्लग बनाउन कोसिस मात्र गरेकी छु। यस्तो रहेछ है यहाँको चाहिँ। योहरू भयो। अनि यहाँ चाहिँ कहाँ घुम्नुपर्छ अरे, खै के पार्क छ अरे यसो हेर्नलाई बुझ्नको लागि आएको है। यस्तो रहेछ खै। यो त के हो यार, कस्तो कस्तो डाँडा जस्तो लाग्छ यार, च्यान डाँडा जस्तो लाग्छ। मार्छ फेरि सुन्यो भने अर्को ठाउँलाई च्यान डाँडा कान डाँडाहरू चाहिँ। सो सबै चाहिँ अहिले क्लिनै देखिरहेको छ। यस्तो सायद गाउँ भएर होला। हेरौँ न, मेरो पहिलो कोसिस मात्र। मैले ब्लग बनाएको हिँड्न लगाएको। यो माथिको यो चाहिँ के अरे स्पेनको के भन्ने ठाउँ हो अहिले? के ठाउँ रे? तोरीखोन युरोप पार्क होला है तिमीलाई? युएस पार्क लन्डन हामी फेरि अर्को पार्कतिर चाहिँ दौडिरहेको छु। बोल्न आउँदैन यार, नेपाली स्पष्ट बोल्न नआएर टेन्सन छ यार। ब्लग बनाउन मन लाग्छ नि, के गर्ने। यो प्रष्ट छैन क्या मेरो। हामी चाहिँ कहाँ टावर रे? पेरी टावर, फ्रान्सको पेरी हो कि मेरी हो। त्यो टावरमा चाहिँ जाने भनेको यार, घुमाएकै छैन यिनीहरूले। यहीँको दुलदुल बिचरा म सोझिलै है, साह्रो छ, बोल्न पनि आउँदैन। त्यो माथि त के भयो के अरे उ लागिरहेको छ नि त दुर्गा। आमा कहाँ कुन देशको झन्डा होला बा? हाम्रो देशको झन्डा पनि राखेको हुने नि। म कति हाँस्छु होला है। फिल सानै अर्कै हुन्छ क्या आफ्नो देशको झन्डा देखेर। यो चाहिँ के होला यहाँ के यो चाहिँ हाम्रो पैसा कहाँ है? 10 पैसा यार भेट्यो यार। त्यो मान्छेको हो दिन जान्छ पैसा भेटेको। उयो पैसा त भेटेको यार गाइस, मैले टिपेको है। तर कसको हो थाहा भएन। खाला र त्यसको होइन हो, कसको त है? पैसा भेटेको यार, दिन जाऊ भन्छ यार। नदिए भइहाल्यो होइन, मलाई भाडा दिनलाई हुन्छ यार अहिले। खोइ कुन चाहिँ चस्मिसको थु पैसा पाएपछि के हुन्छ गाइस? मैले पैसा त पायो, तर मान्छे भेट्यो भने दिन्छु। खै कहाँ छ त्यो मान्छे? कहाँ हो है? 10 रुपियाँ त म आफै गर्ने भनेको त दिने रे भनेर के साह्रै यिनीहरू लग्यो भने 10 रुपियाँ बिचरा। म जस्तै गरिब छ भने त होस् है बिचरा। म जस्तै गरिब पनि हुनसक्छ नि। त्यही भएर के छैन कहिलेकाहीँ। एकचोटि चाहिँ यस्तो पैसा मलाई पाएको छ कि 60 युरो। त्यतिखेर चाहिँ के भयो भन्दाखेरि रातिको समय भन्दाखेरि साँझकै समय ठ्याक्क मसँग त पैसै थिएन क्या त्यतिखेर। म फर्स्ट सुरुमा स्पेन छिरेको बेला 2 साल अगाडिको कुरा लगभग हुन लागिसक्यो, 2 साल। अनि मलाई चाहिँ धेरै गाह्रो भइरहेको थियो। अनि त्यतिखेर चाहिँ मेरो खुट्टाले ठ्याक्क कुल्झ्यो क्या, कागज जस्तो नि लाग्यो। अनि टिपौँ कि नटिपौँ भयो। अनि मैले टिपेको है, यसो हेरेको त 50 को नोट अनि 10 को नोट थियो त्यसमा।
म त धेरै खुसी भएको थिएँ क्या किनकि भन्दै 60 रुपियाँ भनेको चकन थिएन नि त त्यतिखेर होइन यति धेरै खुसी यार मैले के किने हो थाहा छैन अनि बिचारा म जस्तै मान्छेको हो भने चाहिँ एकदम दुःख लागिरहेको थियो मनमा तर अलिकति मातेको पैसा धेरै भएको मान्छेको झरे चाहिँ के छैन तर आफू जस्तै छ भने चाहिँ कसम मन दुख्छ किन हुन्छ हेर खेल्ने कुराहरू रहेछ सो राम्रो लाग्यो है नेपालको हाम्रो के अरे ब्रिड गुडी मण्डल जस्तो पो लाग्यो त यार खेलाउनहरू होइन पैसा दिन गएको मान्छेहरू कहाँ त हौ के साह्रो हौ मलाई छोडेर गएछ यिनीहरू के भएको त यस्तो झङझङ यार 10 रुपियाँ भेटेको दिन गएको खै हराए यार म यहाँ पैसा दिनै आएको यार यिनीहरू खै कहाँ धन्दे लन्डनको यो यो चाहिँ लन्डन रे यो लन्डन हो अरे है अनि यो चाहिँ के हो यो चाहिँ खै के हो थाहा भएन अनि कुन चाहिँ लन्डन हो यार मेरो भिडियो बनाउने यहाँ ब्लग बनाउने यार टेन्सन भयो पैसा दियो आमा हो मलाई यो चाहिँ यो के भन्छ के पार्क रे लन्डन हो कि पन्डन हो लो पैसा दिएर नि आइसकेको छ यार ओ त्यहाँ रहेछ हौ हिजोको प्रभु उता के भन्छ ताल के भएको त मलाई ओ यहाँ ओइ यो के हो यो चाहिँ के हो कहाँ रे यता के हो आई डोन्ट नो त्यसै होस् खासै ब्लग बनाउनु माथि भएको हुन्छ त होइन ऊ त्यहाँ हेर्नु त पेरी कि केरी भन्ने अनि पेरी केरी चाहिँ नि ओ लन्डनमा गाइस लन्डनमा पनि आइपुग्यो म त युके लन्डनमा रे यार होइन होला है साँच्चो बोलेको समाउन न अहिले मलाई यसरी समाउनु नाच्छु नि फुल्दै खिचेकै छैन क्या अनि खिच्नु पऱ्यो नि त लन्डन आइसकेपछि यसो हाई गर्नु पऱ्यो म फर्स्ट टाइम ब्लग बनाएको क्या अहिले अब म पनि यसो ब्लग बनाउनु पऱ्यो दिदी अहिले युट्युबमा पैसा कमाउनु पऱ्यो क्या अब काम छैन दाम छैन यो बनाएर त मलाई देखेन क्या म देख्नु पऱ्यो नि होइन म देख्नु पऱ्यो नि उयो आलेले समाएको मोबाइल चाहिँ पिटिक म त डल्ली ननिकाल क्या अलि आफूले निकाल हुच्याउ झन् डल्ली निकाल्यो है अब त्यसमा पुग्न लागिसक्यो है त्यसमा पुगेपछि चाहिँ इन हुन्छ फेरि धेरै लामो भयो यार चटुन खाले म त छिटो धोका म त लन्डनमा आइसक्यो त्यो चाहिँ कहाँ हो रे म यहाँ आइपुग्यो कहाँ देखाएको कस्तो डल्ले निकालेको अहिले दिनु छिटो आग्लो त्यसको यो लन्डन सहरमा बाई बाई एभ्रिवान ओ त्यो चाहिँ के हो त्यो सेम सोल जस्तै छ त सोल पनि बनाएर रहेछ गाइज लन्डन सहरमा म चाहिँ लन्डनमा आइपुग्यो गाइज ओहो तरिका हो ल्याउँदा ल्यायो भाइहरूले के गरेर ल्यायो मलाई लन्डनमा ल्याएको टिकट काटेर मलाई त यिनीहरूले उपरमा ल्याएको उपरमा पैसा दिएर ल्याएको यो ताल फेरि खेतको गीत नखाम यार स्वर फ्यास भएको छ मेरो अला सरी म एक्लै छु यहाँ छोडेर आएको भाइ भाइहरूलाई यस्तो रहेछ है राम्रो बाबु एमबी देखाउने त लन्डन सहर त्यो त फुल रहेछ है